हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आज हामी ब्रेनको नामाङ्कित सफा चित्र बनाउने बारे चर्चा गर्नेछौँ। हामी सबैसँग ब्रेन छ, तर चित्र बनाउनु पर्दा निकै गाह्रो मान्ने गर्छौँ। चिन्ता लिनु पर्दैन, आउनुहोस् सिकौं। सर्वप्रथम चित्र बनाउनु भन्दा पहिले हामीले उल्टो ट्री बनाउने। उल्टो ट्री बनाइसकेपछि हामीले त्यसलाई म्याङ्गो आकार बनाउने। यसरी म्याङ्गो आकारको बनाइसकेपछि हामीले हाफ सर्कल बनाउने। यसरी हाफ सर्कल बनाइसकेपछि पुनः सानो हाफ सर्कल बनाउने। यसरी बनाइसकेपछि अब मेडुला अब्लङ्गेटाको आउटलाइन ड्र गरिदिने। यसरी ब्रेनको आउटलाइन तयार हुन्छ। सबैभन्दा तलको भागलाई के भनिन्छ? स्पाइनल कर्ड। अब मेडुला अब्लङ्गेटाको भागलाई स्केच गरिदिने। यसलाई के भनिन्छ? मेडुला अब्लङ्गेटा। अब सेरेबेलमलाई पनि बनाइदिने, जुन फ्लावर आकारको हुन्छ। जसलाई के भनिन्छ? सेरेबेलम। यसलाई के भनिन्छ? पोन्स फ्यारोली। अब हाम्रो के बाँकी छ त? सेरेब्रमको भागलाई स्केच गर्न बाँकी छ। पहिला सुरु यो भागलाई अलि अगाडि बढाइदिने, यस्तो टाइपको। अब सेरेब्रमको स्केच गर्दाखेरि जुन खुम्चिएको भागलाई आफ्नो इच्छा अनुसार बनाउन सक्नुहुनेछ। यसरी ड्र गर्न सक्नुहुनेछ। यो भागलाई के भनिन्छ त? सेरेब्रम भनेर भनिन्छ। अब के गर्ने? यो पोइन्ट छ नि, यो पोइन्टको अल्टरनेट गरेर ड्र गर्ने। अब यतातिरको पनि बनाइदिने। यसरी अल्टरनेट हुने गरेर ड्र गर्ने। यो ड्र गर्दाखेरि आफ्नो इच्छा अनुसार ड्र गर्न सक्नुहुनेछ। यसरी सेरेब्रमको भाग पनि तयार हुन्छ। यसलाई के भनिन्छ? सेरेब्रम। अघि हामीले यो अगाडि बढाएको थियौं, त्यो भागलाई के भनिन्छ? जसको नाम कर्पस क्यालोसम। यसरी ब्रेनको चित्र तयार हुन्छ। सजिलो छैन त? अब बनाउने तपाईहरुको पालो। अब के बाँकी छ? फाइनली
write down the name of figure. Figure, structure of brain. यसरी बनाएको ब्रेनको चित्रमा मिड ब्रेनको भाग देखाउन सकिँदैन। त्यसैले अर्को भिडियोमा सिक्नेछौँ। यदि भिडियो मन परेमा लाइक, सब्स्क्राइब र शेयर गर्न नभुल्नुहोला। थ्यांक यू।